ल साथीहरु गुड मर्निङ। म अहिले आफ्नो जगनबारीमा छु। आधा घण्टा भन्दा बढी भइसक्यो। म यहाँ हिजो राति प्लास्टिक लगाएको। अब यो मौरीले परागसेचन नगरिकन हुँदैन। फेरि अहिले बिहान फेरि प्लास्टिक पुरै हटाएर बारीमा काम गर्दैछु। आज बहुत रमाइलो छ। तातै फुल्या छ, मस्ती तालले फुल्या छ। अन्त एउटै बोटमा धेरै नै छ। ड्रप आउट भन्छ यसलाई। ड्रप आउट स्कुलमा पनि हुन्छ, यो पनि ड्रप हुन्छ। यो बढी भएको अथवा पोषक तत्त्व नपुगेको यो बडहरू फालिदिन्छ। बहुत धेरै छ। मौरीले परागसेचन गरेन भने फल चाहिँ लाग्दैन, डिस्टर्ब हुन्छ, अथवा लागे पनि सानो हुने हुन्छ। त्यसले गर्दाखेरि बिहान प्लास्टिक हटाइदिनु पर्यो। आज फेरि पानी आउँदैन कि जस्तो पनि छ अहिले। त्यही भएर मैले यहाँ यो हटाएको छु। अब अहिले मौरीले युद्ध स्तरमा काम गरेका छन्। जताततै छ। यो मजाले फुलेको छ। प्रत्येक बोटमा 5-7 वटा 8-10 वटासम्म, 15 वटा पनि होलान्। एउटा पिलरमा हेर्नु 3, 4, 5, 6, 7, 8, 9, 10 वटा छ यसमा। यसमा पनि त्यस्तै गरी छ। ल हेर्नुहोस्, अब मौरीले अब यो स्टिकमा हो के, यहाँ स्टिकमा कुनै न कुनै रूपबाट यो पोलेन चाहिँ आएर यहाँ बस्यो भने यो परागसेचन भन्छ। परागसेचन हुने हो। जताततै छ। ल हेर्नुहोस्, यहाँ पनि धेरै चाहिँ फुलेको छ यो बोटमा पनि। अलिअलि पाकेको छ, कता 2-4 वटा बेच्नै मिल्ने गरी छैन, घर खानालाई भइसकेको छ। एउटा यहाँ मैले भुलेछु हिजो लगाएको, यस्तरी मौरी भरिएको छ। ल हेर्नुहोस्, प्लास्टिक भित्रैबाट पनि काम गर्छन् यिनीहरू। यसरी मजाले यहाँ काम चाहिँ भइरहेछ मौरीको। अब मौरीलाई हामीले ख्याल गर्ने, मौरीले हाम्रो बाली नालीलाई परागसेचन गरेर धेरै फल्ने बनाइदिँदो रहेछ कि। दोहोरो छ। मौरीको मह पनि हुने भयो। यसरी यो आइएस जातको हो। यो यस्तो हुन्छ फल हुँदैछ। यो पहेँलो फल्ने हो। यो ल गुड मर्निङ, नमस्ते। ल